यस्तो छ यहाँ। हेलो साथीहरू नमस्कार, म इवन बिस छु। आज यहाँहरू माझ नयाँ भ्लगका साथ उपस्थित भइसकेको छु र म बाटोमा छु अहिले। यहाँ मेरो क्लास चाहिँ बिहानको हो, तर के भयो भने मेरो पासबुक चाहिँ बदली गर्नको लागि सरलाई दिनुपर्ने भएको थियो। अनि सरले म्यासेज गर्नुभएको थियो काशी 2 बजीसम्म पासबुक लिएर आइपुग्नु भनेर। अनि टाइम ढिलो भएको, अब फेरि भाषा बोल्न आउँदैन त्यति। अनि पासबुक दिएर सरी भने। अब हजुरले भनेको टाइममा म आइपुग्न सकिनँ, अब म टाइममा आइपुग्छु सर भनेर सरी भने। अनि सरले पनि हुन्छ ओके भन्नुभयो। यति डर लागिरहेको थियो कि बाटोमा चाहिँ यहाँनिर ट्रेन हिँड्ने बाटो हो। यो अहिले टुङ 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 गरेर बजिदिन्छ। फेरि आयो भने आउनुभन्दा 2-3 मिनट अगाडि बज्छ उताबाट र यताबाट आउँछ। अनि हामी साइड लाग्नुपर्ने हुन्छ। यहाँ चाहिँ जापानमा चाहिँ ल यहाँ हेर्नु न, बन्ने जति सडकहरू यो जुन तपाईँको हुने जति विकासहरू भइसकेको छ। अनि अब त्यहाँनिर रेल बज्न थाल्यो, अब त्यहाँनिर आइहाल्छ। यो अगाडिबाटै झर्छ, यस्तो टेक्नोलोजी छ। आयो ल हेर्नु है त, यस्तो छ यहाँ। ल गयो। अब मान्छेहरू त यति भिड हुन्छन् कि यहाँ फेरि कुरै छोडिदिनुहोस्। यहाँ कृषिहरू गर्नको लागि यहाँ एकदम फेरि एडभान्स टेक्नोलोजी चाहिँ फेरि एकदम राम्रो छ क्या। यहाँ कृषिमा होस् या जेसुकैमा होस्, हरेक कुराहरूमा यहाँ टेक्नोलोजी चाहिँ एकदम राम्रो टेक्नोलोजी छ। अर्को पनि आइरहेको रहेछ फेरि, त्यहाँनिर जाँदैछ सर, छिनछिनमै आइदिन्छ क्या। 2जना मान्छे भए पनि यहाँ ट्रेनहरू एकदम टाइममा हिँड्छ यहाँनिर। फोहोर व्यवस्थापन गर्नको लागि चाहिँ यस्तो राखेको हुन्छ कि अपार्टमेन्टहरूको छेउमा यस्तो राखेको हुन्छ। अनि त्यहाँनिर फोहोर व्यवस्थापन गर्ने जापानिजहरूले पनि अनेक यहाँनिर लगाइरहेछन्। अब यहाँ मैले यो भिडियो रेकर्ड गरेर हिँडिराखेको यहाँ जापानिजहरूले देख्यो भने मलाई के भन्छ थाहा छ? भिडियो रेकर्ड नगर, हिँड्दै छाता बोक्दै भिडियो रेकर्ड गर्दै गर्नु हुँदैन, नगर भनेर भन्छ। अनि अब त्यहाँ गाडीहरू आइराखेको छ। अनि विदेशीहरूलाई भनिसकेपछि चाहिँ जापानिजहरूले हेप्छ क्या अलि धेरै। यिनीहरूको बानी चाहिँ त्यही अलि नराम्रो छ। अब 100मा 100ले चाहिँ हेप्ने कुरो हुँदैन, हेप्ने त होइन, तर केही व्यक्तिहरूले चाहिँ अलि हेप्छन्। अब त्यो विदेशीहरूको पारा नि त्यस्तै भएर हो कि के हो, अचम्म लागिरहेछ। अब यहाँनिर ऐना राखेको छ, राम्रो छ यहाँको टेक्नोलोजी चाहिँ मलाई मनपर्छ। जे होस्, गाडीहरू आइरहेको छ। अब मैले परैबाट बाटो छोडिदिनु पर्ने हुन्छ, यहाँ गाडीहरूलाई परैबाट बाटो छोडिदिनु पर्ने हुन्छ। ए उतै गएछ, उतै गएर ढुक्क भयो त आएन। यहाँ माथि पनि ऐना राखेको छ, गाडीहरूले देखोस्, एक्सिडेन्ट नहोस् भनेर होला सायद। मार्केटहरू जानु पऱ्यो, कहीँ जानु पऱ्यो भने एकदमै हिँडेर जानुपर्छ। साइकल किन्दा त सजिलो हुन्थ्यो, तर साइकल एकदम महँगो छ। अब स्कुटर र साइकलको मूल्य यहाँ बराबरी छ यहाँ जापानमा। पानी चाहिँ फेरि दिनै दिन पर्छ यहाँनिर। पानीहरू चाहिँ दिनै दिन परिरहेको हुन्छ। जापानमा चाहिँ यसरी सजाएर राखेको हुन्छ, हेर्नु न यो कस्तो छ। अनि यहाँनिर पोखरी छ, यहाँनिर चाहिँ धेरै जसो कछुवाहरू हुँदो रहेछ कि कछुवाहरू। अब यहाँ म बाटो हिँडिरहेको छु। यति महँगो महँगो गाडीहरू चाहिँ ओ माई गड मेरो भइदिए के हुन्छ होला। यो स्कुटर त 70-80 हजारमै पाइन्छ, साइकलहरू त तपाईँलाई विश्वास लाग्छ लाग्दैन। यहाँ जापानमा पनि यस्तो गनाउने ढलहरू हुँदो रहेछ कि यहाँ यो कुनै ठाउँमा त अलि व्यवस्थित भएको हुँदैन नि त। यो अब
गनाउने ढल छ यहाँनिर। अब हेर्नु न, एकदम गनाउँछ यो ढलहरू। यहाँ पनि कुनै ठाउँमा व्यवस्थित गर्नै बाँकी रहेछ भनौँ न अब, होइन। अहिले म बस्ने अपार्टमेन्ट आइसकिसकेँ साथीहरू। छोटो भयो भिडियो पनि, हस् त, धन्यवाद। यतिन्जेल हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। ओके बाई। हावा चलिरहेछ एकदमै। म बस्ने अपार्टमेन्ट चाहिँ यही हो है।